यदि हजुरहरूलाई फरेस्टिङ, फेसियर, छोटो हाइको हाइकिङ चाहिएको छ भने यो हो छुट्याउनै नहुने जामाचो हाइकिङ। सो हाई एभ्रिवान, दिस इज मी रिजन राई। शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने यो हाइकिङ आर्मी सेफ्टीका साथै एकदमै पेसफुल र रमणीय छ। माछापोखरी बाइपासबाट सुरु हुने यो हाइकको पर पर्सन 100 रुपिस लाग्नेछ र वान ग्रुपको 1 सिटिजनसिप पनि बुझाउनु पर्ने हुन्छ। 2 बजेबाट टिकट काउन्टर बन्द हुने भएकोले टिकट काउन्टर बन्द हुनुभन्दा अगाडि पुग्नुभयो भने यहाँहरूको लागि एकदमै बेटर समय हुनेछ। त्यसपछि यो उकालो लागेको हाइक भने हामीले 3 आवर्स 20 मिनटमा टपमा पुगी कम्प्लिट गरेका थियौँ। हजुरहरूमा भने आफ्नो रफ्तार अनुसार फरक पर्नेछ। मेन इन्ट्रेन्सबाट समथिङ 7 बजे सुरु गरेको हाइक हामीले भने लभ डाँडा 1 आवर्स 20 मिनटमा कम्प्लिट गरेका थियौँ। लभ डाँडाबाट देखिने सिन भने कस्तो मनै लोभ्याउने थियो, तर भने हामीलाई हाम्रो डेस्टिनेसनले भने तानिरहेको थियो। मनै लोभ्याउने त्यो प्लेसमा हामीले आफ्नो चोइसको फोटो खिचेर फेरि हाम्रो पाइला त्यही गन्तव्यतिर लम्काउँदै उकालो चढ्न थाल्यो। नेचर लभरको लागि भने त यो हाइक एकदमै पर्फेक्ट हुनेछ। फ्यामिली र कपालको लागि त अझ झन् यो ठाउँ एकदमै बेटर हुनेछ यहाँहरूको लागि। चराहरूको त चिरबिर आवाज सुन्दै हामीले रमाइलो गर्दै हाम्रो यात्रा कन्टिन्यू गर्दै थियौँ। त्यहाँको स्वच्छ हावा पानी लिँदै हाम्रो यात्रा अघि बढाइरहेको थियौँ। आज वेदर भने एकदमै पर्फेक्ट थियो हिँड्नको लागि। एन्ड नाउ फाइनली वेयर एट द टप विदिन 3 आवर्स एन्ड 20 मिनट। हिँड्दा थकाइ लागेको यो वुडेन टावरबाट देखिने भ्यूले हाम्रो थकाइ मेटाइदिसकेको थियो। यहाँनिर हामीले भगवान बुद्धको स्तूपा पनि देख्न सक्छौँ। यो टपमा रहेको भगवान बुद्धको स्तूपा एकदमै रमणीय र सुन्दर रहेको यहाँ हामीले देख्न सक्छौँ मजाले। अझ भन्ने हो भने त यो ब्युटिफुल स्तूपा सँगसँगै यहाँ टाकेर राखेको लुङदारले भने यो ठाउँलाई अझ ब्युटिफुल प्लेस बनाएको थियो। मलाई सबैभन्दा मनपर्ने लुङदार देखेर एकदमै खुसी थिएँ। भगवान बुद्धको स्तूपामा वरिपरि टाँगेर राखिने यो लुङदारले एकदमै यो ठाउँलाई अझै धेरै राम्रो बनाएको थियो। त्यसपछि हामीले फोटोसुट गर्न थाल्यौँ। यहाँको दृश्यलाई हेर्दै हामीले आफ्नो चोइसको फोटोहरू खिच्यौँ। एकदमै रमाइलो दृश्यलाई निहाल्दै छोड्नै नसक्ने दृश्यलाई हेर्दै हामी एन्ड नाउ फोटोसुट सकिसकेपछि हामीले आफ्नो घरबाट लिएको खानेकुराहरू एउटा चौरीमा बसेर खान थाल्यौँ। यहाँ पनि पसलहरू थियो रहेछ, तर हामीलाई थाहा थिएन। हामीले आफ्नो खानेकुरा आफ्नै घरबाट बोकेर यहाँसम्म आएको थियौँ। फोटोसुट र खाजा खाइसकेपछि हामी एकछिन घुमेर हाम्रो ग्रुप यहाँबाट फर्किने निर्णय गरी ओह्रालोतर्फ लाग्यौँ। मेन इन्ट्रेन्समा 5 बजे चेकआउट गरिसक्नु पर्ने भएकोले हाम्रो ग्रुप घरतर्फ फर्किन लाग्यौँ। सो अलराइट गाइस, आजलाई भिडियो यति नै। कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।